नयाँ बाबा चाहिँ रिसले एकदम बम भइराख्नु भएको छ हो। अब यत्रो दुध नोक्सान भयो। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल है। तपाईँहरूलाई मेरो फेरि एउटा नयाँ भ्लगमा स्वागत छ। अहिले चाहिँ म बेलुका भ्लग गर्दैछु होइन। अन्त म तपाईँहरूलाई नयाँ मेरो बाबा मम्मी अन्त नानीर दिदी हेलो नयाँ भित्र भाउजू हुनुहुन्छ हो। हेलो। फोनको अलिकति क्वालिटी साह्रै घिनलाग्दो छ गाइस होइन। हेर्दै गर्नुहोस् होला के कसो हुन्छ। अब चाहिँ हामी बेलुकाको काम गर्दैछौँ, के हुन्छ हेर्नुहोस् होला गाइस। अब चाहिँ म तल केराको थाम लिनु जाँदैछु होइन। मेरो घर चाहिँ यहाँनिर छ, यहीँ माथि रोड छ गाइस, अन्त यहीँ तल पनि रोड छ होइन। हामीलाई चाहिँ सुविस्ता छ होइन, सुविस्ता छ जे अब केही यसो कामहरू परिहाल्यो भने सुविस्ता छ, किनभने रोडको छेउमा घर छ, तल टिम रोड माथिल्लो टिम रोड हो। आज चाहिँ मैले बेलुकाखेरि भ्लग बनाउँदैछु गाइस होइन। आजको भ्लग चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूले हेरेरै मजा लिनुहोस् होला क्या। हेरेर अब हुन्छ नि घरमा बसेपछि काम गर्नुपर्छ होइन, जस्तै काम हुन्छ हेर्दै गर्नुहोस् होला। यहाँनिर छ है, यो अस्ति काटिरहेको थिएँ अन्त यो रुखमा मैले चढेर घाँस काटेको हो। बाबा चढ्छु भन्नुहुँदै थियो, अन्त बाबालाई चढ्नु दिनँ, म आफै चढेँ किनभने म रुखमा चढ्नु सक्छु, त्यही भएर म बाबालाई दिदिनँ है। अब सानो हुँदा बाबाहरू चढेर काट्नुभयो, अब हामी ठुलो भएको छौँ, बाबाहरू अलिक बुढो हुँदै जानुभएको छ, त्यही भएर मैले काटेँ। अन्त बाबाले सक्दैनस् मैले चढ्छु भन्नुहुँदै थियो, म सक्छु भनेर मलाई याद छ नि त है, त्यही म चढेर काटेँ। अब यो लिएर जान्छु, बेसी ठुलो त छैन, तर यो चाहिँ एक तल्लाई मात्रै हुन्छ हाम्रो, किनभने गाई बेसी छ है, त्यही भएर अब हेर्नुहोस् म बोकेको गाइस। अब चाहिँ म बोकेर गएको, यो चाहिँ मेरो घाँसमा आउँदाखेरि अन्त के बोक्दाखेरिको ड्रेस हो होइन। यो पुऱ्याउनु पर्छ, माथि छ घर हो, माथि छ गाइस। तपाईँहरूले है अब म यो फोन मेरो अहिले त्यस्तो राम्रो छैन, किनभने मेरो फोन बिग्रियो होइन। तर पनि तपाईँहरूले अब मेरो क्वालिटी त्यस्तो राम्रो छैन, तर पनि तपाईँहरूले है मेरो भिडियोलाई लाइक सेयर गरिदिनु हुँदैछ है, त्यसको लागि धेरै धेरै धन्यवाद होइन। अन्त आउने दिनमा है म पनि कमाउने भएर होइन, कमाउने भएर म राम्रो फोन किनेर है तपाईँहरूलाई राम्रो राम्रो भिडियोहरू बनाएर देखाउँछु होइन। अहिले चाहिँ अब यही फोनकोबाट हेर्दै गर्नुहोस् होला है, माया दिँदै गर्नुहोस् होला। अब चाहिँ गाइस म घर पुगेर भेट्छु है त। म गाइस होइन गाई दुनु गइरहेको छु हो, गाई दुनुपर्छ अब। हाम्रो चाहिँ 3टा गाई दुनुपर्छ होइन, अन्त 2टा गाई चाहिँ बाबाले दुनुहुन्छ। भयो बेसी नचुस्सा। अहिले गाइस भन्दा भन्दा तेरो, अहिले गाइस भन्दा भन्दा तेरो अबे मजा आएगा ना भिडो। चाहिँ हेर्नुहोस् गाइस हो, अब म धुँदैछु। अब त यसलाई नदिँदा हुने रहेछ अहिले नगएको होला नगरिकन पर्छ। गाइस अब बेला बेला गाई दुहाइ हुन्छ घर आएको बेलामा हो, अन्त बदमास छ यो गाई चाहिँ। यसलाई म दुनु छोडिदिँदा हुने रहेछ। A few moments later. हेर्नुहोस् कति महिना बाद दुखो कि नचिनेर मलाई यस्तो गरिदियो हो। अब यत्रो दुध नोक्सान भयो। यहाँ चाहिँ आज सत्यानाश भयो, यहाँ सत्यानाश भन्दा पनि सत्यानाश भयो। यहाँ बाबा चाहिँ रिसले एकदम बम भइराख्नु भएको छ हो। होइन मैले गाई दुधै थिएँ गाइस, अब म दुन्छु, अरू बेला पनि म गाई दुन्छु, बाबाहरू नभएको बेला दुन्छु। तर आज निकै महिना बाद दुधो नि त, म निकै महिना बाद दुँदाखेरि चाहिँ दुधै थिएँ मैले राम्ररी। अन्त बाबाले भुइँमा राखेर दुन भन्नुभयो नि त, मैले राम्ररी दुधै थिएँ। जस्तो भुइँमा राखेको त्यस्तै गाईले लान्छ दिएर चाहिँ दुध डल्लै घोप्टाइदियो। अन्त बाबाले चाहिँ अहिले मलाई कराउनुहुन्छ हो, मलाई कराउनुहुन्छ। अब बाबा मैले राम्ररी दुधै थिएँ होइन, समातेर तपाईँले नि है माथि राख्ने भने। अन्त बाबा चाहिँ बाबा बरु यस्तो लाठी गाईको मान्छे बना न, लाठी गाईको मान्छे बना न। अब किनभने अब दुध डायरी जान्छ हो, अब दुध डायरी जान्छ, अन्त हामी त्यस्तो दुने बानी छैन नि त, त्यही भएर यो त्यो पल्लो गाई चाहिँ थाक्नु आँटेको होइन। अन्त यो चाहिँ भर्खर ब्याएको, अब यसको दुध बेसी आउँछ, त्यही भएर यो चाहिँ बाबाले नै दुनुहुन्छ हो। अन्त आज चाहिँ आफ्टर लङ टाइम अब गाई दुको, गाईले के खाने हो गाई झन्डै हो। अब नानी र बाबाले दुनुहुन्छ है, हेर्दै गर्नुहोस् होला। यहाँ मम्मी यहाँ बसेर हाँस्ने हो, चाहिँ सिना ऊ त झन् भिडियो बनाउँदा हाँसिरहेको थियो। हेर्दै गर्नुहोस् होला के कसो हुन्छ। अब चाहिँ बाबाले दुन्नुहुँदैछ हो।
अब अर्को गाईले चाहिँ लात्ताले दिएर घोप्टाइदिइहाल्यो हो अब यो चाहिँ यो गाई चाहिँ सिधा छ हो अब बाबाले दुनुहुँदैछ है के कसो हुन्छ अहिले हेर्नुहोस् होला अब चाहिँ हाम्रो यहाँ गाईको गोठको काम सक्यो है अन्त घाँस हाल्ने सिन हुँदैछ अन्त म चाहिँ यहाँ अघि दुध घोपेको थियो त्यो पखाल्दैछु हो मम्मीले नै हाल्नुहुँदैछ बाबाले यता हो अब यो त्यो हालिसकेर चाहिँ हाम्रो आजको यो गाईको गोठको काम सक्यो हो त्यो दुध चाहिँ पखाल्नुपर्छ किनभने नाङ्नु हुँदैन नि त दुध त्यही भएर अन्त फर्स्ट टाइम होइन मैले दुन्थेँ अरू बेला कि आज चाहिँ त्यहाँ अलिक यसलाई के भएर होइन तर यो थाप्नु आँटेको त्यही भएर यस्तो भएको हो लात्तले हिर्कायो गाई सो मलाई पनि हिर्कायो हेर्दै गर्नुहोस् होला है के कसो हुन्छ देखाउँछु यहाँनिर खोले पाक्यो हाम्रो खोले पाक्दैछ हाम्रो खोले यहाँनिर हो हेर्दै गर्नुहोस् होला होइन जब चाहिँ हामीले कामसाम सक्यो हो हामीले कामसाम सकेर यहाँ बसिरहेको छौँ होइन मम्मीहरू चाहिँ सबैजना किचनमा हुनुहुन्छ बाबा पनि किचनमा हुनुहुन्छ हो अन्त हाम्रो चाहिँ यहाँनिर दुध तताउने जग्गा हो यहाँ मम्मी र बाबा हुनुहुन्छ बाबा आज बम हो मम्मी यहाँनिर हुन्छ यहाँ चेसीले काम गर्दैछ यहाँ भाउजूले खाना बनाउनु हुँदैछ हो खाना बनाउनु हुँदैछ आज के छ भाउजू के बनाउनु भएको आज चाहिँ कालो दाल स्पेशल कालो दाल अरे हो अन्त मेरो दाजु चाहिँ भित्र हुनुहुन्छ यहाँनिर दुध हेर्नुहोस् हो मलाई दुध हालिदिँदै गर्नु ल म तपाईँलाई मेरो दाजु पनि देखाउँछु ल कस्तो सेम देख्छ कि कस्तो देख्छ गाइस कमेन्ट गर्नुहोस् है ल दाजु चाहिँ अन्डरग्राउन्ड भइरहेको छ आगको दिनै भित्र यहाँको लाइट कहाँ छ हौ यहाँनिर दाजु चाहिँ यस्तो छ सिन हो दाजुले चाहिँ अहिले कपाल काटेर चाहिँ ह्यान्डसम भएको रहेछ हो अस्ति चाहिँ अलिक मुसलमान थियो ल नै हेरिहाल्नुहोस् मेरो दाजु चाहिँ यस्तो छ कामबाट आएर बसिराख्नु भएको छ अन्त यो चाहिँ हाम्रो दिदी मेरो दाजुको हो यो फुटबलको चाहिँ सबै मेरो हो भलिबलहरूको चाहिँ दिदी र दाजुको हो अन्त आजको भिडियो है यति नै थियो है अन्त लाइक सेयर अनि सब्सक्राइब गर्नु नबिर्सिनुहोस् अन्त मेरो फेसबुकमा फलो गर्नु नबिर्सिनुहोस् सेयर गर्नु नबिर्सिनुहोस् होइन अन्त यसरी नै माया दिँदै गर्नुहोस् नयाँ भिडियो लिएर आउँछु अन्त आजको भिडियो चाहिँ मेन के थियो भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ त्यही अन्त गाउँमा बसेपछि बेलुकाको ड्युटी चाहिँ के हुन्छ भनेर चाहिँ मैले तपाईँलाई देखाएको कस्तो हुन्छ के भन्छ आजको चाहिँ हाँस उठ्दो पनि भयो भिडियो है तपाईँलाई के मनपर्छ कि मन पर्दैन कमेन्ट गर्नुहोस् है अन्त थ्याङ्क यू फर वाचिङ बाई बाई